गाइज नमस्ते, म मदन शिवराव। आज चाहिँ स्पेसली हामी चाहिँ टिकापुर पार्क घुम्न गइरहेका छु हैन। फाइनल्ली चाहिँ हामी चाहिँ टिकापुर पार्क अब भित्र जान्छु अनि भित्रको नजारा देखाउँछु ल। यो चाहिँ टिकापुरको चाहिँ यो के हो घरतिर पुग्यौँ हैन। अब यहाँनिरबाट टक्क पछाडिको म तपाईलाई चाहिँ ब्याकग्राउन्डहरू देखाउँछु, हेर्नुहोस् है ल। यो चाहिँ टिकापुर पार्क भित्र रहेको चाहिँ यो ग्राउन्ड हो है। एकदम दामी छ, आउनु होला घुम्न कोही छ भने यो टिकापुर पार्कमा आउनु होला है। यहाँ चाहिँ दाजु हुनुहुन्छ नि, यहाँ ज्वाइँ हुनुहुन्छ हैन, यहाँ चाहिँ बहिनी हुनुहुन्छ अनि उतातिर सबै बजे हुनुहुन्छ, बजेहरू हुनुहुन्छ अनि बहिनीहरू हुनुहुन्छ। अनि यहाँ चाहिँ हाम्रो बर्थडे चाहिँ मोबाइल पायो भने अरू केही चाहिँदैन यिनलाई। अनि यहाँ चाहिँ यो टिकापुरको पार्कको घर चाहिँ एकदम भाइरल छ। यही चाहिँ हाम्रो फुपू यहाँ चाहिँ फुपूको छोरी बहिनी छन्। आज हामी चाहिँ पारिवारिक घुमफेरमा छु हैन। यो टिकापुर पार्कमा घुम्न आएको चाहिने जो फोटो सोटो खिचियो टक्क पारेर अब खेल लगाउने हैन। खेल पनि तपाईहरुलाई देखाउने छु। तपाईहरुलाई अहिलेलाई फेरि बाँकी हुनेछ। बजे यस्तो गर त ल। यो चाहिँ अब भिडियो आउँछ भोलि। खेल त लगाउने हो बजे। यति गरेर खेल लगाइराख्नु हेर्नुहोस् है। आज धेरै वर्षपछि हाम्रो चाहिँ यो टिकापुर पार्कमा देउडा खेल भइरहेको छ हाम्रो परिवारिक। कस्तो लागिरहेको छ? राम्रो रमाइलो लाग्यो। अब कहिले रमाइलो गर्ने यसरी अर्को साल गर्ने नि ल। एकचोटि हुर्रे भन्देऊ त।